धारणा के होइन यति बेरसम्म यो 3-4 वर्ष बिचमा के कहाँ गरियो रेल कहाँ आयो पानी जहाज कति आयो पानी जहाज भनेको कुर्सी र उडा चल्दैछ अब कलकत्ता पुर्याउने कलकत्ता लाने अब हाम्रो यो झापालाई चाहिँ के गर्नुहुन्छ त जनकपुर आएछ रेल तर झापालाई के गर्नुहुन्छ आशा सन्तुष्ट भएर न छाप लाउने हो कि होइन ल तपाईँले बोलेको कुरा पुर्याउनु पर्यो नि त धारणा के होइन यति बेरसम्म यो 3-4 वर्ष बिचमा के कहाँ गरियो रेल कहाँ आयो पानी जहाज कति आयो पानी जहाज भनेको कुर्सी र उडा चल्दैछ अब कलकत्ता पुर्याउने कलकत्ता लाने अब हाम्रो यो झापालाई चाहिँ के गर्नुहुन्छ त जनकपुर आएछ रेल तर झापालाई के गर्नुहुन्छ आशा सन्तुष्ट भएर न छाप लाउने हो कि होइन ल तपाईँले बोलेको कुरा पुर्याउनु पर्यो नि त